दियो भन्छु मोमबत्ती जसरी जल्दै जान्छ मोमबत्ती सानो हुँदै जान्छ मर्दै जान्छन् हाम्रो शहीदहरू मर्नुहुन्छ तर हाम्रो दियोले चाहिँ के गर्छ भने जसरी मर्दै जान्छ जब हामी तेल खनाउँदै जान्छौँ तब दियो बल्दै जान्छ कहिले मर्दैन जबसम्म हामी तेल खनाउँदै जान्छौँ त्यसको मतलब हामी तेल खनाउँदै जान्छौँ मतलब हामीले शहीदहरूलाई बिर्सिनु हुँदैन जसरी दियो बालिरहनाले हामीले तेल खनाउँछौँ नि त्यसरी नै हामी घाइते अनि घाइतेको एकता अनि हामी सम्पूर्ण नेपालीहरूले हाम्रो शहीदहरूले दिएको बलिदान बिर्सिनु हुँदैन जसरी तेल खनाउँछौँ हामी सरकारसँग खनिदिन्छौँ जसरी तेल खनाउँछौँ विद्रोह गर्ने जसरी हामी तेल खनाउँछौँ जसरी हाम्रो देशको निष्पक्ष देशको विपक्षमा र अब हामी सधैँ चाहिँ अब यत्तिकै हामीले सम्पन्न गर्थ्यौँ तर हामी एउटा छुट्टै नेपालमा भजन छ कीर्तन छ हुन्छ नि हाम्रो गीत छ सङ्गीत छ हाम्रो छुट्टै एउटा कविता छ हाम्रो रचना छ साहित्य छ यसलाई पनि हामीले बिर्सिनुहुन्न र यसकै कारणमा देशभक्तिको लागि हामीसँग कविता वाचन गर्न हाम्रो कलाकार प्रकाशजी आउँदै हुनुहुन्छ हुन त नाम लिन नहुने हो जेनजी भन्नु